मर्निङ डे 3 यो चाहिँ हाम्रो झ्यालबाट भ्यू ब्रितामोड होइन हामी ब्रितामोडमा छौँ झ्यालबाट भ्यू चाहिँ यस्तो छ अब हामी जाँदैछौँ त्यसपछि we will see let's go अहिले चाहिँ we are way to काकरभित्ता भने हैन अनि यहाँ पुरै बजार लागेको रहेछ भित्रैसम्म उठ्यो रहेछ न मन्दिर छ जस्तो कि ए हो के मन्दिर छ आकार पाउपाथी भाडा अरे पाथी भाडाको बेस सोचौँ होइन त्यो भनेको ओके यताबाट नि भनेपछि पाथी भाडा जान मिल्छ यतैबाट हो जाने त्यो इलामबाट मास्तिर हो ए ओके पाथी भाडा जान्छ ओके ताप्लेजुङ जिल्ला पर्छ पाथी भाडा ओके ल हामी चाहिँ काकरभित्ता आयो अब यहाँबाट सिलगढी पनि इन्डिया हो सिलगढी गुवाहाटी कलकत्ता त जम्मा 568 किलोमिटर्स रहेछ यो पुलपारी चाहिँ इन्डिया भने होइन पोलोमा पर्छ ओके यो चाहिँ लास्ट सिटी अफ नेपाल रे बोर्डर हो त होइन यो नेपाल हो यहाँबाट भनेर जानुपर्ने होला हामी त्यही छ जानु लाग्यो भनेर वाउ कत्रो ठुलो बाटो कति खाली बाटो के हो नेपाल झन्डा रहेछ नेपालको होइन यो मेची खोला अलिकति सिसा सफा गर्न त हुन त झन् फोहोर हुन्छ होला चाहिँ मेची खोला ओके ग्याङटक गुवाहाटी बोर्डर सिक्युरिटी रे भन्नुपर्छ हामीले यता हो हेलो इधर से जाना और गाड़ी एक मैडम फोन बंद यो चाहिँ अहिले हामी इन्डिया चाहिँ मेरो कतिवटा हो कि ट्रक हेर न ट्रक नै ट्रक छ अनि त्यहाँ हामीलाई भिडियो खिच्न दिएन मतलब फोन बन्द गर भन्यो हामीले बन्द गऱ्यौँ अनि त्यसपछि रजिस्टर गर्नुपर्छ भने रजिस्टर गऱ्यौँ अलि अगाडि गएर फेरि के अरे कस्टम तिर्नुपर्छ भने हुन्छ भनेर आयौँ कहिले यता रक भनेको छ कहिले उता रक भनेको छ कहिले के गर भनेको छ लास्टमा त्यो कस्टम तिर्ने मान्छेले चाहिँ कहाँसम्म जानु लाग्यो भने पाइन ट्याङ्की भनेर भन्यौँ अनि कति टाइमको लागि भनेर सोध्यो हामी त गएर फर्किहाल्ने हो भनेको ल त्यसपछि जा भनेर पठाइदियो 20 मिनट जति यहाँ अलमल भयो तर के को लागि भन्दाखेरि ल जा भन्नको लागि होइन त कहिले के भनेछ लास्टमा ल जा भनेर पठाइदियो ए अनि आइडी चाहियो अरे अनि आइडी चेक गर्यो फोनमा थियो हामीसँग पासपोर्ट त्यो चेक गर्यो अनि घर कहाँ हो भनेर भने अनि मैले ललितपुर भनेको अन्त सागरको आइडी हेरेर डाउट गरेर यसको त काफे हो अनि पछाडि पुरै गाडी चेक गर्यो अगाडि पछाडि सब डिक्की सिक्की खोलेर सब चेक गर्यो इन्डिया भएर के हो घाम एकदम चर्को लागेछ गर्मी नि गरेर त्यस्तो हामी चाहिँ पानी ट्याङ्की जाने भनेर आएको पानी ट्याङ्की त कहाँ हो पछाडितिरै छुटेछ फेरि हामी यहाँबाट सर्प युटर्न लिएर फर्किँदैछौँ ट्रकहरू चाहिँ कति हो के सब नेपाल जानलाई रेडी भएर बस्यो ओके है नेपालमा कति इम्पोर्टेन्ट छ त नेपाल बारी ट्रकै छैन यहाँ पुरै लाइन लाएर बस्यो नेपाल बिहार यतातिर रहेछ ए त्यहीबाट त जाने होला नि बिहार होइन यो वेस्ट बङ्गाल भनेपछि बिहार चाहिँ अलि उतातिरबाट सुरु हुन्छ क्या
यहाँ ट्रेनको पटरी रहेछ मैले यहीँ खिचेको थिएँ फोटो बजार यता रहेछ नि त नि टन्नै आइयो आउनु त आइयो अब फर्किने कहाँबाट हो भन्ने कुरा हो कि कसरी फर्किने हो यस्तो ठाउँमा फर्काउला नि त्यति कतिबाट घुमाउला नि तरकारी बजार आर्मी ल्याएर चाहिँ हेऱ्यो नि चाहिँ नेपाली बाजे रहेछ झगडा लाग्छ अघि त्यहीँनिर पनि त त्यो मन बजार चाहिँ नेपालमा हुँदा यता धेरै आउँदो रहेछ पुग्यो फर्किदिउँ है अर्का आदेश पानी ट्याङ्की चाहिँ कहाँ छ कुरा त्यहाँबाट घुमाउनु मिल्दो रहेछ त पानी ट्याङ्की त उतातिर कता रहेछ अनि फर्किदिउँ श्रीमद् भागवत सप्ताह यता लुगा प्रेसको सुगरहरू यस्तोहरू किन्नलाई चाहिँ मान्छेहरू यहाँ आउँछ नेपालबाट कस्तो हुने भयो सस्तो छ र पसल चाहिँ अनि फेरि यस्तै रहेछ त पसल त यस्तै त हो नि हुने होलसेल जस्तो त छैन रहेछ भयो है ल हामी आयौँ दार्जिलिङ पुलिस रे जिपमा यो दार्जिलिङको पुलिस चाहिँ यहाँ के गर्दैछ दार्जिलिङ कति टाढा हो यहाँबाट धेरै टाढा त होइन होला छ तर 2-3 घन्टा लाग्छ होला साँझलाई घुरी हेरेँ यस्तो नेपाल नम्बर प्लेट भएर हो कि मैले फोन समाएको देखेर हो कि होला सिक्किम रजनीगन्धा किन्नु पर्ने सिल्भर पाउ इन्डियामा यता नेपालको पैसा चल्छ अनि किन त्यहाँनिर पैसा साट्ने हो भन्दै आएको थियो दिदीले ल अब हामी नेपाल फर्किन्छौँ गाइज हामी चाहिँ अब नेपाल फर्किँदैछौँ हामी भर्खरै पानी ट्याङ्की गएर आयौँ पानी ट्याङ्की पुगेपछि इन्डिया के किन होला जस्तो लागेको थियो मलाई चाहिँ पानी ट्याङ्की पुगेपछि फिल भयो कि यो अरू साइड त राम्रै हो मलाई केरला चाहिँ जान एकदमै मन छ तर यहाँनिर पुगेपछि चाहिँ मलाई फिल भयो सकिँदैन रहेछ भनेर जाने बित्तिकै त्यो मान्छे यताएर नि घुर्याएको छ उताएर नि घुर्याएको छ हर्न हानेको छ त्यस्तै कुटलान जस्तो फिल भइरहेको थियो मलाई त उकुस मुकुस फिल भएको क्या तिमीलाई कस्तो फिल भयो मलाई त एकदमै कस्तो फिल भयो कताबाट हो अब यहाँ जाने यतैबाट होला नि त्यताबाट रहेछ के अरे ए नेपाल जानलाई चाहिँ यस्तो घुमिफिरी चेकिङ केही छैन होला अब घुमिफिरी भन्दा पनि त्यहाँ यहाँ उसले चेकिङ गर्ने हो क्या अब इन्डियन पुलिसले चेकिङ गर्छ उताबाट आउँदा नि इन्डियन पुलिसले चेक गर्ने यताबाट आउँदा नि इन्डियन पुलिसले नै चेक गर्ने रहेछ होइन त राखेँ मैले फेरि बन्द गर भन्छन् होला क्यामेरा अब हामी नेपाल छिर्दैछौँ फेरि हामीलाई बोर्डरमा क्रस चेकिङ गरे के भने क्रस चेकिङ त हो नि होइन रोकेर आइडी देऊ रे अनि अघि नै जाने बेलामा त्यही पासपोर्टको फोटो देखाएर भएको थियो अहिले भएन रे फिजिकल छैन अरे अनि छैन भने अनि किन नबोकिकन आएको त भन्छ एकछिन केयर कार गऱ्यो अनि पठाइदियो चाहियो अब चाहिने नै होइन भने किन सोध्नु होइन चाहिने नै होइन भने मान्छेलाई दुःख दिएर किन सोध्नु कताबाट हो खै यताबाट घुमेर छिर्ने होला लिएर हाम्रो नेपालमा कति सजिलो छ कसैले चेकिङ केही पनि छैन गर्नै पर्दैन कसैले केही सोद्धा पनि सोध्दैन केही गर्दा पनि गरेन मान्छेहरू साइकल लिएर सुई हिँडिरहन् हामी गाडी लिएर आयौँ यताबाट केही सोधे होइन त्यही त हामी काठमाडौँ भयो नेपालको चेकिङ हजुर कहाँसम्म जानु भएको काठमाडौँ जानुहोस् तिमीलाई कति कन्भिनियन्ट लाग्यो त यहाँको बोर्डर सिक्युरिटी नेपालको त बेस्ट
वान अफ द बेस्ट केही छैन चेकिङ क्रसिङ केही पनि छैन पैसा धरि सोधे होइन कहाँ गएर आएको बम ल्याउनु भएको छ छैन भनेर सोध्दा नि सोधेन होइन वाट इफ मैले बम लिएर आएको थिएँ अहिले यहाँ गाडी डिक्की खोलेर हेर्दा पनि हेरेन आइडी पनि मागेन ए मोरा कहाँ जान लाग्नु भएको मात्रै सोध्यो सक्यो त्यो पनि यहाँ भित्र छिरिसकेपछि बोर्डरमा पनि होइन उहाँ उता हजुर ओके यु आर स्टिल अन भिडियो सो उता उहाँ दुईतिर तिनतिर कस्टम तिर्नु रे यो तिर्नु रे आइडी देखाउनु रे यो गर्नु रे त्यो गर्नु रे 4 ठाउँमा 5 ठाउँमा रोक्यो डिक्की धरी खोलेर हेऱ्यो लगेज खोलिदियो मान्छेले खै लगेज लिएर आएको छ अरे छ भनेको लगेज ल खोल भनेर भन्छ आई डोन्ट नो हामीले डिक्की मात्र खोलिदियो त्यसले लगेज खोलेर हेरेर के हेर्नु एनिवेज नेपाल छिर्न चाहिँ सजिलै छ गाइस कोही इन्डियातिरबाट छिर्यो भने छिर्दा हुन्छ यु आर मोस्ट वेलकम इन नेपाल अहिले चाहिँ हामी इलाम जाँदैछौँ नाइस बाटो सरर खाली त होइन जस राम्रो रहेछ पिच गरेको होइन साइडमा हरियाली राम्रो रहेछ अब हामी इलाम पुगेपछि चाहिँ कस्तो छ इलाम देखाउँछौँ है त बाटो चाहिँ रमाइलो छ ठुलो बाटो चाहिँ सक्यो होइन अहिले चाहिँ सानो राम्रो चुटुक्क बाटो जङ्गलको बिचबाट आउँदैछौँ हामी कहाँ जङ्गल सफारी गएको भाइ रहेछ जङ्गल सफारी जाँदा पनि यस्तै थिएन होइन जस्ट डिफ्रेन्स वाज यहाँनिर पिच थिएन कि पिच पनि थियो पिच थिएन राम्रो रहेछ बाँदर पनि देखियो सागरको साथी भाग्यो पनि नाइस भाइब्सवाला बाटो छ यो चाहिँ सबको घर साइडमा कोकोनट यो त सुपारी रहेछ सुपारीको बोटहरू छ सबको घरको अगाडि आँपको बोटहरू छ अनि बनानाको बोटहरू छ मान्छेहरू पुरै ग्रिनरीले वरिपरि ग्रिनरीले घेरेर बसेको छ हाम्रो उतातिर त यस्तो पोसिबल छैन होइन कति रमाइलो छ बाटो मान्छेहरू चाहिँ सराउन्डेड बाई नेचर बसेछ होइन कति राम्रो छ वाउ अब यो अलिअलि त भइहाल्छ यो बाटोमा तर पनि पिच छ बाटो चाहिँ बाटो एउटा खाल्डा गल्ती चाहिँ गाडी हल्लिरहेको छ मलाई ड्राइभिङ स्किल्स प्रति शङ्का लागिरहेको मैले चलाउँदा बरु हल्लिँदैन नेपालको बाटोमा चाहिँ स्पिड लिमिट राख्नु पर्छ हो किनभने 40 स्पिडमा मान्छेले यहाँ 60-70 कुदाइरहेको रुल्स चाहिँ फलो गर्दैन नेपालमा बसेर ट्राफिक रुल्स गर्नुपर्ने हो तर ठिकै छ नेपाल बन्दैछ यसको पनि केही न केही सोल्युसन निस्किन्छ पहिला बाटो बनोस् बाटो भनेपछि अनि यो बाटोको रुल्सको सल्युसन पनि निस्किन्छ अब म यो भिडियो बन्द गरेर म यहाँ नेचुरल ब्युटी फिल गर्छु है त नेचरको ब्युटी फिल गर्छु कञ्चनजङ्घाको भ्यू दामी देख्दो रहेछ अनि रोकेपछि झन् राम्रो देखिला
कोठी चाहिँ परिस्थिति कनाम पुग्यो हो चिया बगान नै चिया बगान रहेछ नि त चिया बगान रहेछ यो चिया हो यो कस्तो टिप्नु यस्तो यस्तो टिप्नु रहेछ यो चिया नै हो र भने टेम्पो चढियो गाडी चार्जमा राखेर टेम्पो चढेर खाना खोज्दै इलाममा हामी चाहिँ ठ्याक्कै इलामको बजार आइपुग्यौँ ठुलो बजार रहेछ खाना खाँदै जाँदैछौँ सोनम होटल रेस्टुरेन्ट बारमा अब चाहिँ हामी खाना खान लागेको मैले सुरु पनि गरेँ होइन यहाँ खत्तम भइसक्यो खाना खाइयो पेट मोटायो जाडो चाहिँ जाडो रहेछ ज्याकेट लगाइएन अच्छु भइरहेछ सिधै हिमालको हावा आइरहेछ अहिले चाहिँ हामी इलामबाट फर्किरहेछौँ अहिले पनि त्यस्तै छ सिनारियो राम्रो बाटो पर दायाँ बायाँ नै हरियाली भएको टक्क पिच गरेको राम्रो सरल बाटो कति बेलासम्म हो तर अहिलेलाई चाहिँ राम्रै छ अहिले चाहिँ हामी झापामा मान्छेहरूको घरको बाटो हिँडिरहेछौँ नेपालको गुगल म्याप भर गर्न हुँदैन भनिरहेछ एकजनाले तर गुगल म्याप भर नगर्ने होइन यो मान्छेको भर नगर्ने हो गुगल म्यापले एकतिर भने अर्कोतिर लगे यहाँ बाटोमा पप्पीहरू पप्पी छोडो यस्तो बाटो ल यो बाटो मान्छे हिँड्ने बाटो लिएर हिँडिरह यहाँ त रिभर्स हान्नु पर्यो भने कसरी हान्ने हो यो चाहिँ अहिले कहाँ हो हामीलाई थाहा छैन तर हामी यहाँ रोकेर तितौरा लियौँ हिरोवाला सरले सिल्भर पर्ल लियो अनि पान भन्दैछ तर ती मान्छेले खबर चाहिँ यहाँ मलाई पनि कतिवटा लियो तिमीले सिल्भर पर्ल कतिवटा लियो तिमीले सिल्भर पर्ल लिइसकेँ मैले आएछ नि बेलुका 7 बजी उडेछन् फेरि ट्रेनमै भइहाल्यो तीनटा टोटल दुईटा यहाँ छ एउटा खोल्यो अहिले सबैजनाले सोचेर होला यो कहाँ हो भनेर यो बाटैमा हो अहिले हामीले बाटो नथिनेहरू ठुलो खाइरहँदै अब चाहिँ हामी इटहरी पुग्न लाग्यौँ अब सानो नेपालले यहाँ नुनिलो तितौरा खाँदैछन् होइन नुन साह्रै नै नुनिलो भयो अरे लास्ट नुनिलो रहेछ असिस्टेन्ट चाहिँ राम्रै भयो के भयो ट्र्याक्टर ल म चाहिँ पान खान्छु पान राख्ने पान खान्छु तिमी नि खान्छौ अलिकति सबै सँगै मैले खानु तर आएर पान नखानु त कुरै भएन अघि मैले प्याक गरेर लिएर आएको थिएँ सबैले चाहिँ खायो ठुलो रहेछ अलिकति खाउँ त आदि के भन्छौ नखाने नै मन परेन मन त पर्यो अब त्यो पान आधा आधा के खानु भन्ने कुरा सिँगै खान्छौ त होइन खाऊ तिमी
ठुलो हो म चपाउनै सक्दैन मलाई यो पान चाहिँ लास्टै मन पर्यो टन्न टुटी फ्रुटी हालेर यत्रो ठुलो बनाएर दिएको थियो हाम्रो उता हेरिस पार्कमा टुटी फुटी हालिदियो नि म पैसा एक्स्ट्रा दिन्छु भनेर ठोक्दाखेरि नि मरे गए हालिदिँदैन पहिला त जैबिस हालिदिन्छु अहिले त्यो पनि हालिदिँदैन नेपालको पानी इज नेपालको पानी अझ तराईतिरको पानी इज बेस्ट के हो बवाल छ नि पान मुटु भयो अझ मेरोमा त अलिअलि सुपारी पनि हालेको थियो मलाई चाहिँ सुपारी मन पर्दैन यतिकै यही फ्लेभर मिठो छ मजा आयो सरोज दाबा हिसाबमा कति मिठो हुन्थ्यो होला है सरोज त मिठा पान त मन पर्दैन होइन अलिअलि त सुपारी भन्दा बाहेक गयो नि दादा जर्दा डाल्नु थोड़ा सा और सुपारी डालना चुना और सुपारी बस इतना ही दादा यो चाहिँ मिठो लाग्यो मलाई मन पर्यो मजा आयो दादा थोड़ा जर्दा मिलेगा चुना लेके जाना और पत्ता पत्ता डाल देना 10 का और चूना डाल देना दादा थोड़ा सा नेक्स्ट टाइम किन सम्झिरहेको कि अहिले भ्याकेसन आयो होला नि नेक्स्ट टाइम हामी पान खान तराई आउनुपर्छ सरोजा यो भाइब चाहिँ ठ्याक्क त्यो इन्डियन मुभीहरूमा देखाउँछ नि उता गएकोवाला के भन्छ मान्छेहरू स्ट्रगल गर्नको लागि त्यो मुभीहरूमा देखाउँछ नि मान्छेहरू स्ट्रगल गर्नको लागि गाउँबाट अर्को अलिक ठुलो सहर गएर जस्तो ठ्याक्क त्योवाला भाइब आइरहेछ मलाई एकदमै व्यस्त के एकदमै बिजी सिटी के जताततै केही न केही भइरहेको छ हेर ल मान्छे हेर कति छ के मान्छे ए सबै मच्छी बजार रहेछ यता सब मच्छी छ मच्छी बजार रहेछ मच्छी बजार माछा खाने हो सुनसरी भने न सुनसरी एकदमै बिजी लाग्यो मलाई सुनसरी चाहिँ सुनसरीको त्यो बजार चाहिँ त्यहाँनिर चाहिँ एकदमै बिजी लाग्यो अब हामी अरू कुनै इन्ट्रेस्टिङ बजार आयो भने फेरि देखाउँछौँ अनि त फेरि आइसकेछ जम्मुवा अब चाहिँ हामी जम्मुवा बजार आइपुगेछ वाउ नाइस व्हाइट बिल्डिङ हाम्रो चन्द्राईको घर हो कि क्या हो चन्द्राईको घर पनि सुनसरी हो यहाँबाट उता चाहिँ इन्डिया रहेछ वेलकम टु इन्डिया लेखेको छ उतै पारितिर इन्डिया होला यता चाहिँ बस गाडीहरू गरेर राखिरहेको रहेछ रोकेर यता चाहिँ हाम्रो प्यारो नेपाल हामी सी ब्यारेजतिर जाँदैछौँ यतातिर नि पानीहरू चाहिँ जमिरहेछ यो कोसीकै पानी त होला होइन पानी चाहिँ जमिरहेछ एकदमै मलाई चाहिँ राम्रो भाइब आइरहेछ रमाइलो लागिरहेछ टक्क सिधा नबिग्रेको बाटो हरियाली पनि छ त्यति धेरै क्राउड पनि छैन टक्क सनसेट पनि हुँदैछ यहाँ कोसी अलिअलि देखिँदैछ कोसीको पानी त यही हो पुल भन्दैछ जस्तो छ कोसीमा कोसी ब्यारेज पुग्न लाग्यौँ जस्तो लागिरहेको मलाई अब हामी कोसी ब्यारेज पुग्न लाग्यौँ त्यहाँ तर केही न केही त बन्दैछ किन उता हेर न उकाल त्यो बालुवा पुलै हो जस्तो छ उ त्यो के हो बालुवा होइन उ त्यो वे के हो माछा साछा अनेक छ रहेछ यहाँ मतलब ए बेसन खाएको उयो के उयो माथि त्यो पुल हो त्यो ब्यारेज पुल नै त्यही हो ए ओके कता अलि अगाडि राख्नु मिल्छ होला ए ओके
यतातिर रोक्न मिल्छ होला त यो चाहिँ कोसीको बाँधहरू भयो जुन अहिले बन्द छ अनि बाढी आएको बेलामा खोलिदिन्छ अरे अनि यतापट्टि साइडबाट चाहिँ इन्डियामा पानी सिँचाइ गर्नको लागि पठाउँछ चाहिएको बेलामा खोलेर लिएर जान्छ अरे है त यो चाहिँ मलाई साले भर्खरै भनेको यो चाहिँ बाँधहरू भयो जुन अहिले बन्द छ बाढी आएको बेलामा चाहिँ खुल्छ अरे यो सबै कुन चाहिँ लास्टै लाउनु रहेछ खोलाको त अझै कुरै नगरौँ कोसीको त कुरै नगरौँ हो यहाँ चाहिँ मान्छेहरू छ फिसिङ गरिरहेछ जस्तो छ के होइन उनीहरू त डुङ्गामा रहेछ सनसेट पनि राम्रै देखिरह अहिले भर्खर चाहिँ एउटा फनी केस भयो म त्यहाँ कोसी ब्यारेजमा मतलब यताउति हेरिराख्दाखेरि सागर चाहिँ टोइलेट गएको थियो अनि के भयो अरे तिमीले टोइलेट सोद्धाखेरि दाइ टोइलेट छैन भनेर सोधेको यहाँ त सबै खुल्लैमा गर्छ दाइ दिइरहेको मलाई त्यसपछि तिमीले ल खुल्ला हो र होइन होला भनेको उतातिर सोध्नु न यहाँ त छैन भने अनि त्यसपछि अलिक पर गयो जाँदै थिएँ अनि एकजनाले पहाडतिरको दिदी देखेँ उहाँ त्यही बस्नु रहेछ घर बनाएर अनि दिदी के भयो भाइ भन्नुभयो अनि टोइलेट छैन दिदी भनेको अनि यहाँ भित्र छ भनेर अनि भित्र पठाइदिनु भयो उहाँको घरमा यहाँ त सब खुल्लैमै गर्छ नत्र भन्दै त त्यो यहाँ तराईको मान्छेलाई सोधेको एकजनाले त यहाँ त सबै खुल्लैमा गर्छ दाइ दिइरहेको मान्छे खुल्लामा त गरेनौ नि खुल्लामा त गर्दैन मान्छे चाहिँ म कन्फ्युज भइरहेको कहाँ जान्छ खुल्लामा गर्नु हामी अहिले मध्य प्रदेशमा छौँ है तर लाइफ चाहिँ एकदमै बिजी एकदमै ह्यापनिङ रहेछ यतातिर यो त ऊ हो नि त मान्छेहरू सबजना लगनहेल जस्तै हो ए हो हेर न सब बजारहरू लगाएको छ कति धेरै मान्छेहरू पानी पनि खाइदिने हो क्या? रमाइलो छ हुन्छ कति धेरै बजार लागेको छ उही हेर न कति धेरै बजार लागेको जाउँ न हामी पनि जाऊँ न ल पर्दैन रोक्नु त पर्यो नि त अनि छामठाको बजारतिर छिर्दैछौँ एकदमै ह्यापनिङ छ तरकारीहरू छ धेरै हाट बजार है वाउ बेलिभ्सहरू रहेछ सब तरकारी हो यता त सबै तरकारी हो जस्तो छ सब तरकारी छ उता ढुङ्ग्री सिङ्ग्री पनि रहेछ ढुङ्ग्री आलु यहाँ तातो पकौडा बनिरहेछ आलु चप पकौडा लुगाहरू पनि रहेछ घरको सामानहरू पनि छ अदुवा पनि छ सबै यहीँको लोकल प्रडक्ट होला है सबै यहीँ फल्यो होला बिडी खाइरहेको रहेछ कसले गाजा पनि गनाएर गाडा चाहिँ होइन बिडीको बास्न हो क्या बिडी ओके ए यो चाहिँ रो रहेछ क्या यतातिर चाहिँ तरकारीहरू उतातिर चाहिँ सबै घरको अरू सामानहरू यता चाहिँ सबै त्यो उहरू के ड्राई आइटमहरू यो के हो सक्खर नाइस ए यो ढुङ्ग्रीहरू कुचर झाडु सब घरको सामान यता लुगाहरू सबै रो रहेछ यता लुगाहरू भयो यता सब कस्मेटिक्सहरू रहेछ एकदमै ह्यापनिङ भाइब छ
सुन्नीहरू तिमी पहिला यस्तो बजारमा आछौ तिमी पहिला यस्तो बजारमा आथ्यौ गाउँतिर ए हो हाम्रोतिर त यस्तो बजार लाग्दैन जाम अगाडि बढौँ साडीहरू पनि रहेछ कुर्ताहरू पनि रहेछ माथि अरू चिजहरू पनि छ सागर चाहिँ फुड हन्टिङमा जान्छु भन्दैछ यहाँ चाहिँ स्टलहरू छ तातो पकौडा भन्दैछ पकौडा खाने हो पानी पनि खाने कि पकौडा खाने जाउँ न त पानी यता साइड चाहिँ छ फुड काउन्टरहरू रहेछ अब यहाँनिर बुढाले चाहिँ पानीपुरी खान्छु भनिरहेको छ यसमा पानीपुरी छ यहाँ पानीपुरी छ फ्रुट्सहरू छ चप्पल पनि रहेछ मलाई चप्पल किन फ्रुट्सहरू यहाँ चप्पलहरू छ अब सारा नेपाली चप्पल किन्छ गाडी अलि जाम भइरहेछ उतै होला चप्पल किन्दिन हौ उयोवाला बनाउन खान्छौ यस्तै छ ल हामी केपी सिंह श्रीवास्तव दाईको यसमै खान्छौँ दाई लखनऊ पानीपुरी एन्ड दहीपुरी सेन्टरमा पानीपुरी खाँदैछौँ अब सारा नेपालले रिभ्यू दिन्छ पिरो भयो चनाको हो कि क्या आलु होइन ऊवाला होला नि त फुल्कीवाला ल यो बजार यहाँ जहिले नि हो बजार मिठो त हामीले चाहिँ यहाँ पानीपुरी खाएर आयौँ अनौठो चिज चाहिँ के भन्दाखेरि यहाँ चाहिँ पानीपुरीमा आलु हुँदैन रहेछ सेतो चना मटर अनि बदाम त्यो हालेको हुँदो रहेछ अनि जोसँग हामीले पानीपुरी खायौँ उहाँ चाहिँ इन्डियाबाट हो रहेछ लखनऊबाट पानीपुरी भनेको यस्तै नै हुन्छ भनेर सिकाउनु भयो सूचना आयो तर हामीलाई मन पर्यो मिठो लाग्यो नि मिठो थियो नि अब चप्पल खोज्नुपर्छ अह म त किन्दिनँ अब हामी एउटा यहाँ ढुङ्ग्री किन्दैछौँ दुईवटा होला दुईवटा त्यो होइन यो लगाउँ त्यो अलिक डढेको छ कि त्यो 10 रुपैयाँ दुईटाको एउटाको 10 कि दुईटाको ये एक का 10 ठीक है दो पुडुक पुडुक भइदे सब धुलो छिरे खाने छुट्टा तिमीहरूले हो गया थ्याङ्क यू त्यो सब धुलै धुलो छिरे खा के यो सबै धुलो छिरे होइन यो होइन क्या यो तेलको हामी पुरै बाटोमा ढुङ्ग्री चाहिँ बाउँदै हिँडेको छौँ कस्तो छ अब हामी लाग्छौँ जनकपुरतिर हामी चाहिँ अब बजारबाट ढुङ्ग्री किनेर निस्क्यौँ हामीले अरू केही पनि किनेनौँ पानीपुरी खायौँ ढुङ्ग्री किन्यौँ अनि खाँदै आयौँ त्यस्तो किन्ने जस्तो केही पनि थिएन त्यहाँ
रमाइलो लागेर मात्र गएको। अनि अब हामी यहाँबाट जनकपुरतिर गइरहेछौँ। अनि यो यतातिरको एरियामा नोटिस भएको चाहिँ के भन्दाखेरि एक त धुवा पनि छ ठाउँ ठाउँमा, तर पनि कुहिरो टाइपको छ के भन्छ यसलाई, कुहिरो टाइपको छ तर फेरि जाडो छैन। यो पुरै एकदमै फगी टाइपको छ के बाहिर वेदर है। यसलाई अब कसरी एक्सप्लेन गर्ने, त्यही हो, एकदमै फगी छ, त्यो क्लियर नै छैन क्या, भिजिबिलिटी नै क्लियर छैन। अनि मोस्टली गाडीहरूमा यस्तो खालको लाइट रहेछ, हेडलाइट पहेँलो, येल्लो पनि होइन के, येल्लो अरेन्ज येल्लोइस के भन्छ अब त्यसलाई, त्यस्तो खालको रहेछ। अहिले 5:30 भयो, पुरै अन्धकार भइसक्यो। हामी जनकपुर पुग्न अझै 3 आवर्स छ। हामी 8:30 बजे पुग्छौँ जनकपुर। आज हाम्रो बसाइ चाहिँ उतैतिर हुनेछ, जनकपुरतिर। सकेसम्म हामी जनकपुर पुग्छौँ, नपुग्यो भने अहिले बिच बाटोतिर पुग्छौँ होला। तर 8 बजे 8:30 बजीसम्म भनेको इट्स नट ब्याड, हामी जनकपुरै पुग्छौँ होला। अहिले चाहिँ 6:30 भयो, हामी लाहान बजार आइपुग्यौँ। रोड वर्क चाहिँ धम भइरहेछ, कति राम्रो बाटो। यहाँनिर चाहिँ अलिकति बनाउनु बाँकी रहेछ, तर हामी जति बाटो आयौँ राम्रै आयौँ। अझ त्यो नयाँ बाटोहरू स्टार्ट पनि भइसकेको थियो है कति ठाउँमा त माया, जस राम्रो प्रगति 8 लेनको बाटो बनिरहेछ ल, हाइवे इस्ट वेस्ट हाइवे बबाल ठुलो बनेको बाटो चाहिँ, तर बिच बाटोमै मजाले। अनि यस्तो ठुल्ठुलो सिटीहरूमा त हाइवे चाहिँ ओभरपासबाट अन्डरपासबाट लान रहेछ, ठुल्ठुलो फ्लाइओभरहरू हालिरहेछ, राम्रो बनाइरहेछ। जस बवाल हुँदैछ। ठाउँमा चाहिँ नेपाल बन्दैछ, ठुलो धुवा छ ठाउँमा। तर ट्राफिक रुल भने चाहिँ त्यही हो, नो रुल इज ओन्ली द रुल। दुईटै लेन, दुवै साइडको लेन खोलिसक्यो, 4 लेनको बाटो छ, तर पनि मान्छे यतैपट्टिको लेनबाट घुसेर खान हेर, यहाँ डाइभर्जन भनेर यतापट्टि साइन देखाइरहेको छ, तर त्यो उतैबाट गइरह जिद्दी क्या मान्छेहरू, एकदमै जिद्दी। यहीँबाट जान्छु भनेर जबरजस्ती गएर के भन्नु, देश बन्दैछ खै मान्छे चाहिँ कहिले बन्ने हो, देशका मान्छे चाहिँ कहिले मान्छे बन्ने हो। अहिले चाहिँ हामी जनकपुरतिर जाँदैछौँ, जानकी मन्दिरतिर। अनि हामीले बाटोमा स्याल देखिसक्यौँ कतिवटा। अहिले चाहिँ मैले क्यामेरा रेडी पारेको छु, अब यो क्यामेरा रेडी पारेपछि नदेखिने होला। यता घरहरू केही पनि छैन, पुरै जङ्गलको बाटो बिचमा हिँडिरहेछौँ हामी। गाडीको फ्लो पनि एकदमै कम छ। अनि स्यालहरू चाहिँ रहेछ बाटोमा टन्नै। यहाँ एनिमल्स देख्न सक्छौँ। अगाडि बाघ आयो भने त हामी के गर्ने हो, केही नगर्ने, गर्नु त गाडीभित्रै त छौँ होइन। गाडी चाहिँ डबल लक गरौँ, आजकल बहुत बाघ पनि ट्यालेन्ट छन्। जता हात त धुवाएर त ल के हो के मैले बुझ्न नसकेको चाहिँ, लामोटे भगाउन के लागि यस्तो बनाइदियो त। आगो तापेर बस्यो भने आगो ताप्नु पनि जाडो त छँदै छैन नि त। अनि गाडी अनचार्ज, अब हामी होटल जान्छौँ। अगाडिको हेडलाइट त एउटा साइड त बोल्दैन रहेछ नि त, बोल्दै नै नबोल्दो रहेछ। उयो के हो, उयोमा फलिरहेको के हो यो, उयो हेर न के फलिरहेको के हो यो, केही नि फले छैन यो डल्लो के फल्यो हो।
मैले थाहा भए पनि हाल्छ नि त। अहिले चाहिँ हामी यो होटलमा बसेको हो। के अरे होटलको नाम? होटल मिस्टिक मिथिला। गाडी पनि त्यहीँ पार्क गरेछौँ। पार्कमा होइन, चार्जमै हालेछौँ। अनि अहिले चाहिँ हामी नाइट वक हान्दैछौँ। एउटाले रजनीगन्धा खाँदैछ। फोहोर चाहिँ फोहोरै छ, बाटोभरि धुलो मतलब फोहोरै पर्छ। अब चाहिँ हामी यसो स्ट्रिट वकका लागि हेरेको। खाना चाहिँ हामीले त्यहीँ अर्डर गरेछौँ। खै के गरेछौँ? बिरयानी, फिस, खाजा सेट, अनि चिकन विङ्स के अहिले चाहिँ हामी हेर्दैछौँ। हामी स्ट्रिटमा हेर्दैछौँ। यहाँ पुरै आरती भइरह। यहाँ चाहिँ महागङ्गा गङ्गा सागर बाहिर आरती भइरहेछ। हामी भोलि बिहान एकचोटि फेरि आउँछौँ आउन त। नाइटको भ्यू चाहिँ यस्तो छ। अहिले चाहिँ हामी फेरि टुकटुक चढेर जनकपुर घुम्न हिँड्यौँ। स्ट्रिट फुड चाहिँ कति धेरै छ, तर पनि हामीले होटलमै बुक गरेर आएछौँ। यस्तो हुन्छ भनेर थाहा थिएन। त्यहाँ कट्टी रोल बनिरहेको थियो, बिरयानी बनिरहेको थियो, पानीपुरीहरू कति छ, समोसाहरू कति थरी छ। तर हामीले यहाँ होटलमा खाना बुक गरेर आएछौँ। यहाँबाट खिचाउ चल वा जानेको मन्दिर त्यही हो। हामी पुगे जस्तै जानेको मन्दिर। ए हो रहेछ। देखेको नि यो चाहिँ जानकी मन्दिर हो। अलिक फुल स्क्रिनमा देखाइदिन्छु। ठ्याक्क भगवान् सुतिसक्नुभयो भन्दै दाईले बन्द गर्दैछ ढोका। दाई पुजारी भयो होला सायद, पुजारी भएको होला नि होइन? ले बन्द गर्दैछ। ठिकै छ, हामी भोलि बिहान फेरि आउँछौँ। अहिले चाहिँ रातिको भ्यू चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो होटलको माथिको रुफटप बार हो। अब हामी खाना तलबाट अघि नै अर्डर गरेको थियो। अब हामी खाना चाहिँ बाहिर बसेर खान्छौँ। बाहिर हामी रुफटप भ्यू गरेर यता शीतलवाला छ, यतै बसेर खान्छ होला सायद। हेरौँ। अहिले चाहिँ हाम्रो स्टार्टर आयो। हामी विङ्स खाँदैछौँ। सरले रिभ्यू दिन्छ। हड्डी भएको पिरो छ। ठिकै उयो अचार चाहिँ पिरो छ। ओके, ल म पनि खान्छु। Cheers. जेरीलाई खान नपाएको 2 हप्ता जति भएको थियो होला होइन? 2 हप्ता त भएको थिएन होला। 10 दिन आएदेखि खानु पाएको थिएन। कस्तो फिल भयो त? कस्तो रहेछ यहाँको जेरीको टेस्ट? जेरी त विङ्स चाहिँ कस्तो छ? विङ्स पनि मिठो छ है। विङ बवाल न। बिस्तारै त्यो फ्लेभर बिल्ड हुँदैछ क्या है। यो त झन् बवालै रहेछ। सकिसक्यो। त्यो त काटौँ नि गयो भनेपछि। ओके, हामीसँग चाहिँ अहिले माछा
ब्याटर फिस के भन्छ यसलाई खाजा सेट छ त्यसमा चाहिँ आएको चाहिँ के फ्राइड चिउरा अघि यो फ्राइड चिउरा राम्रो छ मिठो छ अनि यो पिनट होइन सोयाबिन भट्टा साँधेको ए बदाम रे भटमास अँ? बदाम भने चाहिँ के भटमास अनि भट्टामा साँधेको जस्तै नै छ मिठो छ पिनट साँधेको रहेछ अनि यो फ्राइड चना अनि यहाँ छ आलु जिरा पिरो टक्क मिठो जिराको स्वाद आएको छ एकदम बवाल छ अब लास्ट भनेको यो माछा हो स्टार अफ द शो हँ? स्टार अफ द शो यहाँको माछा यहाँको स्पेशालिटी भन्छ के माछा भने थियो अरे रहु माछा डिप फ्राइड ब्याटर रहु माछा है त त्यसरी खाएर हेरौँ है त के हुँदो रहेछ रहु माछा मिठो छ ओभरअलमा सबै कुरा मिठो छ होइन अहिले चाहिँ नेपाल छैन दिस इज तराई टाइचिन चिउरा मलाई मनपर्ने चिउरा चाहिँ के हो तर सागालाई रातो चिउरा मनपर्छ क्या टाइचिन नै तर रातो चिउरा मनपर्छ यो चाहिँ तराई टाइचिन हो लामो पातलो मलाई मनपर्ने चिउरा चाहिँ यो आई लाइक दिस चिउरा मैले आज धेरै बेसी खान पाएँ दामी छ मैले यहाँको आलु पनि टेस्ट गरेँ बदाम टेस्ट गरेँ भटमास टेस्ट गरेँ मलाई 3 थरी 4 थरी मन पर्यो अब माछा है त I want to try this matcha rohu. Yes. Mirza, के भन्छ thanks. ब्याम्बो Bamboo biryani. त भल आयो त है खाएर भने त दम कस्तो रहेछ त ब्याम्बोको स्मेल्स गुड है मिठो छ कान्छी किचन जस्तो मिठो छ